यो कथा हो इन्द्रमाया र धनकुमारीको भाग 1 इन्द्रमायाको कथा। इन्द्रमाया बाटोमा हिँडिरहेकी हुन्छन्। चिप्लिएर अकस्मात लड्न पुग्छिन्, अय्या भन्दै ढल्छिन्, तर उनको ओस्टियोपोरोसिस भन्ने रोग लागेर मक्किसकेको हड्डी भाँचिन्छ। त्यहाँ वरिपरि जम्मा भएका मान्छेहरू मिलेर उनलाई अस्पताल लैजान्छन्। अस्पतालमा डाक्टरले हिपको हड्डी भाँचिएको जानकारी दिन्छ र अपरेसन गर्नको लागि उनलाई अपरेसन थिएटरमा लगिन्छ। अनि उनको हिपको जटिल शल्यक्रिया हुन्छ। शल्यक्रिया सकिएपछि उनलाई हिँडाउने कोसिस गरिन्छ, तर उनी हिँड्न सक्दिनन्। व्हील चेयर हुँदै खाटमा सुतै हुनुपर्ने अवस्था आउँछ। शरीर दुब्लाउँदै जान्छ, रोग पलाउँदै जान्छ र एक दिन उनले देह त्याग गर्छिन्। इन्द्रमायालाई वास्तवमा हड्डी कमजोर हुने रोग ओस्टियोपोरोसिस थियो, तर समयमै पत्ता लागेन। यही कारणले उनको हड्डी धेरै कमजोर भयो। हड्डी भाँचियो, उनी हिँड्न सकिनन् र अन्ततः उनको मृत्यु भयो। भाग 2 अबको कथा धनकुमारीको। धनकुमारी चिकित्सककोमा आफ्नो हड्डी परीक्षण गर्न जान्छन्। चिकित्सकले हड्डी मक्किने रोग ओस्टियोपोरोसिस लागेको र यसबाट फ्र्याक्चर हुने जोखिम रहेको जानकारी दिन्छन्। त्यसपछि ओस्टियोपोरोसिसको औषधि चलाइन्छ। उनलाई के खाने के नखाने भनेर जानकारी गराइन्छ। हड्डी र मांसपेशी बलियो बनाउन धेरै कसरतहरू सिकाइन्छ। अब घरमा उनी पोसिलो खानेकुरा खान थालिन्, नियमित कसरत गर्न थालिन्। औषधि त उनले कहिले छुटाइनन्। चुरोट त अब कहिले खान्न भनेर फालिदिइन्। हरेक दिन 12 बजेको घाममा 15-20 मिनट बस्न थालिन्। हरेक रात कम्तीमा 8 घण्टा नियमित निदाउन थालिन्। लड्लाकी भनेर लट्ठी लिएर हिँड्न थालिन्। इन्द्रमाया जस्तै एक दिन उनी पनि बाटोमा चिप्लेर लडिन्। मान्छेहरू के भयो भन्दै आए, तर उनी जुरुक्क उठिन्, हाँस्दै लट्ठी टेक्दै अगाडि बढिन्। समयमै रोग पत्ता लागेको थियो। जीवन पद्धति परिवर्तन गरेकी थिइन्। औषधि नियमित खाएकी थिइन्। हड्डी बलियो बनेको। धनकुमारीलाई समयमै ओस्टियोपोरोसिस पत्ता लाग्यो र उचित उपचार र जीवनशैली परिवर्तनका कारण उनको हड्डी बलियो बन्यो र फ्र्याक्चर हुनबाट जोगियो। त्यसैले 50 वर्ष माथिका सबैले आफ्नो हड्डीको ओस्टियोपोरोसिस जाँच गराउनुपर्छ। हामीलाई यो कदापि स्वीकार्य छैन। ओस्टियोपोरोसिसबाट लड्नु स्वीकार्य छैन। ओस्टियोपोरोसिसबाट फ्र्याक्चर हुनु स्वीकार्य छैन। ओस्टियोपोरोसिसबाट मृत्युवरण गर्न पर्नु हामीलाई कदापि स्वीकार्य छैन। त्यसैले समयमै चिकित्सककोमा जाउँ र आफ्नो हड्डीको स्वास्थ्य परीक्षण गराउँ, ओस्टियोपोरोसिस निदान गराउँ, उपचार गराउँ।